मिति 2081 चैत्र महिनाको 12 गते प्रवचनको चौथो दिन यस राधा माधव समिति महेन्द्रनगर जगतगुरु कृपालु परिषद अंतर्गत जगतगुरु श्री राधा माधव समिति महेन्द्रनगर एवं राधा गोविंद धाम महेन्द्रनगर द्वारा आयोजित यस 15 दिने प्रवचन श्रृंखलामा प्रवचन कार्यक्रममा समुपस्थित सम्पूर्ण भगवत अनुरागीहरूमा म कार्यक्रम सञ्चालक महेन्द्र खड्का हृदयदेखि नै स्वागत अभिनन्दन गर्न चाहन्छु र देवीजीको चरणमा शिर झुकाउँदै आजको कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु र कार्यक्रमको केही औपचारिकता रहेको हुन्छ र त्यो औपचारिकता वश मैले यहाँ आज केही महानुभावहरूलाई यहाँ बोलाउन खोज्दैछु। जोशी भैया औपचारिकताको लागि हामीले आदरणीय देवीजीलाई प्रवचन पीठमा विराजमान भइसक्नु भएको छ र उहाँलाई हामीले स्वागत अभिनन्दन गर्नुपर्ने हुन्छ। यो हजुरहरूलाई विदितै छ र सोही कुराको लागि मैले आज आदरणीय हरिशरण महाराज श्री वहाँ नेपालका प्रथम जगतगुरु बाल संत मोहन शरण देवाशीष महाराज का परम शिष्य हुनुहुन्छ र अन्तर्राष्ट्रिय भागवत कथावाचक पनि हुनुहुन्छ। मैले केही उहाँको टाइटलमा केही मिस्टेक त्रुटि भएमा म क्षमा प्रार्थी छु। मैले प्रयास पूरा गरेँ र उहाँलाई मैले अगाडि निम्त्याएँ। देवीजीको स्वागत अभिनन्दन गर्दिनका लागि पुष्पगुच्छाले जोरदार ताली बजाइदिनु होला देवीजीको स्वागतका लागि। नेपालका प्रथम जगतगुरु आदरणीय बाल संत महाराज मोहन शरण देवाशीष महाराज का परम शिष्य एवं प्रचारक हुनुहुन्छ। अन्तर्राष्ट्रिय स्तरको भागवत कथावाचक पनि हुनुहुन्छ। उहाँहरूलाई हजुरहरूले देखिरहनुहुन्छ। उहाँको ख्याति शब्दमा एकदमै कम नै छ र यो सुअवसर उहाँले प्राप्त गर्नुभयो। मैले उहाँलाई धन्यवाद भन्न सक्दिनँ किन भगवतीय क्षेत्रमा यस्तो सुअवसर पाउनु भनेको उहाँको प्रारब्धको पुण्य कर्मले गर्दा नै हो। त्यसैले उहाँलाई मैले बधाई दिन चाहन्छु। धन्यवाद चाहिँ हुँदैन। अब यस्तै गरेर हामीसँग देवीजीको स्वागतका लागि हुनुहुन्छ श्री नारा जोशीज्यू। श्री नारा जोशीज्यू उहाँ पूर्व शिक्षिका बैजनाथ मावि महेन्द्रनगर। श्री नारा जोशीज्यू जोरदार तालीले स्वागत गर्नुहोला। यो सेसन भनेको आदरणीय देवीजीका लागि मात्र नभएर हामीहरूका लागि पनि अति नै फाइदाजनक हुन्छ। आध्यात्मिक हिसाबले भौतिक हिसाबले सबै हिसाबले फाइदाजनक नै छ। यसै गरी स्वागत अभिनन्दन गरिदिनका लागि मैले अगाडि निम्त्याए श्री रतन सिंह विष्ट समाजसेवी वेदपुर नगरपालिका। आदरणीय रतन सिंह विष्टज्यू समाजसेवी वेदपुर नगरपालिका 3 दैजीबाट। यसै गरी आदरणीय देवीजीको स्वागत अभिनन्दन गरिदिनका लागि मैले निम्त्याए श्री प्रेम बल्लभ जोशीजी। आदरणीय श्री प्रेम बल्लभ जोशीजी समाजसेवी भीमदत्त नगरपालिका 18। हजुरहरू कृपाको पात्र हुनुहुन्थ्यो, कृपाको अंश पाएर जानुभयो। त्यसैले यसमा धन्यवादको कुरो हुँदैन, यसमा बधाई दिइन्छ र आगामी दिनहरूका लागि यस्तै अवसरहरूको प्राप्ति होस् भन्नका लागि म शुभकामना पनि व्यक्त गर्न चाहन्छु। हजुरहरूलाई हृदयदेखि नै बधाई तथा आगामी दिनका लागि शुभकामना। अब मैले विलम्ब नगरिकन देवीजीको ये फीलिंग हो कि हम अकेले नहीं हैं, ये फीलिंग हो कि हम अकेले नहीं हैं, हमारे साथ हमारा बाप भी है और हमारे गुरु ही है। ये फीलिंग हो तो अपराध नहीं होगा,
गलती नहीं करेंगे, भगवान का विस्मरण नहीं होगा, यह बार बार पिंच करेंगे आकर के, तो इस प्रकार सदा उनको अपने साथ मानो और उनके मिलन की परम व्याकुलता बढ़ाओ। जगत गुरुत्तम श्री कृपालु जी महाराज को ये दिव्य वाणी संगे मैले श्रीमद पद वाक्य प्रमाण पारावारीण वेद मार्ग प्रतिष्ठापनाचार्य निखिल दर्शन समन्वयाचार्य सनातन वैदिक धर्म प्रतिष्ठापन सत संप्रदाय परमाचार्य भक्ति योग रसावतार भगवदनंत श्री विभूषित जगत गुरु 1008 स्वामी श्री कृपालु जी महाराज की कृपा प्राप्त प्रचारिका आदरणीय देवी जी को चरण में नतमस्तक भई आज को कार्यक्रमलाई आफ्ना दिव्य वाणीहरूले हामी जस्ता तुच्छ नगण्य जीवात्माहरूलाई अनुग्रहित गर्नका लागि हार्दिक हार्दिक अनुरोध गर्दै केही समयका लागि वचन पर्छु। राधे राधे।